सपना देख्नु मात्रै ठुलो कुरो होइन। सपना, सङ्कल्प, सङ्घर्ष र सफलता। सपना, सङ्कल्प, सङ्घर्ष र सफलता, यो चारवटा कुरालाई मैले राम्रोसँग बुझेको छु, अनुभूत गरेको छु। धरान उपमहानगरपालिकाको मेयर बन्नका लागि होइन, मैले 10 वर्ष मेरो विचार पस्कनु पर्यो। 10 वर्ष कसैले सुन्न मान्दैन थियो मेरो विचार। यस्तो यो को हो यो बेकारमा भन्ने किसिमले पर्चा मैले कति छापेँ। पर्चा मैले विद्यार्थीलाई दिन्थेँ, सोली बनाएर, चङ्गा बनाएर, प्लेन बनाएर मैले आँखै अगाडि उडाउँथेँ र पनि मैले फेरि दिन्थेँ है। प्रत्येक गेटमा पुगेर एउटा झोला बोक्थेँ, पानी 1 बोतल बोक्थेँ। कोही कसैले मलाई साथ दिँदैन थियो है। प्रत्येक गेटमा मैले सिउरी दिन्थेँ। केटाकेटीलाई दिएँ भने आमाबाउलाई दिनु है भनेर लेखिरहन्थेँ बेथितिको विरुद्धमा है, खानेपानीमा भएको बेथितिको विरुद्धमा विभिन्न खालका चेतनामूलक कुराहरू लेखेर दिन्थेँ। तर कसैले पढ्न मान्नुहुन्न थियो। कराइरहन्थेँ। धेरै पछि केही साथीहरू अस्थायी रूपमा जोडिनु भयो। अस्थायी रूपमा भए पनि साथ दिनुभयो। 1-2 दिन भए पनि खुसी नै थिएँ। सुरुमा जोडिनु भएको मान्छे कोही पनि आज हुनुहुन्न। उहाँहरूले विदेशबाट मलाई हेर्दै हुनुहुन्छ होला सायद है। सपना, सङ्कल्प गरी छाड्छु भन्ने एउटा अठोट, कहिले छोड्दिन भन्ने एउटा अठोट, सङ्घर्ष कति सङ्घर्ष होइन। एउटा व्यक्ति त्यहाँ पुग्नु, त्यो सानसुने सङ्घर्ष गरे होइन त्यसले, त्यसपछि सफलता। तर यो जीवनमा बाइकको चक्का, गाडीको चक्का जस्तै घुमिरहने रहेछ। एउटा सपना, सफलता, त्यसपछि फेरि अर्को सपना, सफलता, अर्को सपना, सफलता भइरहँदो रहेछ। त्यो सपना, सङ्कल्प, सङ्घर्ष र सपना सफलताको चेन होइन, त्यो चक्र चलिरहँदो रहेछ। मेयर त भएँ म है, एउटा सफलता त त्यो हो। तर अब त्यस पछाडि सुरु भयो फेरि कहानी होइन। एक्लै आएको पहिलो कार्यपालिकादेखि नै तपाईँको चाहिँ यसलाई चाहिँ बाइकआउट गर्नुपर्छ भन्ने खालको त्यहाँ मनोविज्ञान बुझ्छु नि म पनि। मान्छेको कसले के भन्दैछ, के गर्दैछ भन्ने होइन, त्यति लाटो त होइन। चुनावै जितेर आएको होइन। असहयोग गर्नुपर्छ है। हर्क साम्पाङलाई असहयोग गर्नुपर्छ। केन्द्रको पनि त्यही नीति, प्रदेशको पनि त्यही नीति, विभिन्न दलको त्यही नीति। किनभने यसले हामीलाई पछारेको हो नि। अब यसलाई काम गर्न दियो, यसलाई चाहिँ तपाईँको सहयोग गर्यो, बजेट दियो भने त हामी त बाउन्स ब्याक भएर कसरी आउने, कम ब्याक कसरी हुने, यसलाई असहयोग गर्नुपर्छ। मुद्दा नाथे पाइलै पछि मुद्दा है। बन्देज छेकबार, जेमा पनि बन्देज, जेमा पनि छेकबार, अप्ठ्यारो गाह्रो। तर म अत्यन्तै जिउ छाडा मान्छे हो होइन। सपना, सङ्कल्प, सङ्घर्ष र सफलता यो कुरालाई मजाले बुझेको मान्छे भएको कारणले गर्दाखेरि सङ्घर्ष मैले मेयरको पदमा बसेर पहिलाको भन्दा अझै धेरै गर्नु परिरहेको छु है। जनताले मलाई चुनिसकेपछि मैले विकास गरेर देखाउनु छ। पैसा छैन काठमाडौँको जस्तो तपाईँको चाहिँ 25 अर्ब यस्तो भए त हुन्थ्यो। जसरी पनि मैले विकास गरेर देखाउनु छ। आई हेभ टु प्रुभ माइसेल्फ है। भन्ने कुरा मलाई लाग्थ्यो। त्यसले गर्दाखेरि मैले श्रमदानको अभियान सुरु गरेँ। श्रमदानको अभियान मैले त्यसै रहरले सुरु गरेको होइन है। जुन जनताले मलाई भोट दिनुभयो नि उसलाई मैले गरेर देखाउनु पर्नेछ। जसरी पनि गरेर देखाउनु पर्नेछ। भनिसकेपछि पैसा छैन, पैसै बिना विकास कसरी गर्ने त भन्दाखेरि म ढुङ्गा बोकी भए पनि गर्छु भनेर ढुङ्गा बोक्न थालेँ मैले है। बिरुवा रोप्न थालेदेखि लिएर हरेक कुरा के थोक चाहिँ गरिएन। नाला सफा गर्नेदेखि लिएर सबै काम मैले गरेँ होइन। यद्यपि धरान उपमहानगरपालिकाको पदीय हिसाबमा सबैभन्दा ठुलो मान्छे हो म। सबभन्दा सानो सम्झिने नाला सफा गर्ने सम्मको काम गरेर हिँडेँ म। पागल भने मान्छेले है बौलायो हेर। करोडौँको गाडीमा चढेर नीति मात्रै बनाएर घुम्नु, कुर्सीमा एसी भएको अफिसमा बस्नु छोडेर
ढुङ्गा बोकेर हुन्छ? यो ढुङ्गे हो, यो गोरु है, यो गधा भने, जङ्गली भने। मैले ती सम्पूर्ण अपमान गरेर मलाई दिएका नामहरूलाई मैले सहर्ष ससम्मान स्वीकार गरेँ है। म ढुङ्गा बोक्छु किनभने ढुङ्गा नबोकिकन निर्माण हुँदैन भन्ने सत्य मैले बुझेको छु, त्यो तथ्य बुझेको छु। हामी बस्ने घर ढुङ्गाकै हो, हामी हिँड्ने बाटो ढुङ्गाबाटै बनेको छ। पृथ्वी आफैमा एउटा ढुङ्गा हो। सागरको गहिराईमा भेटाइने हिरा, सगरमाथाको चुचुरोमा तपाईँको चाहिँ टल्किरहेको तपाईँको त्यो चुचुरो, त्यो सबै ढुङ्गा हो। त्यसले गर्दा ढुङ्गा नबोकिकन निर्माण हुँदैन भन्ने सत्य मैले बुझेको थिएँ। अप्ठ्यारो मान्दै मलाई मेरा सहयोगीहरूले पनि मलाई सहयोग गरे। यो ढुङ्गा मात्रै बोकेर कहाँ विकास हुन्छ है। गधासम्म भने मैले स्वीकारेँ, हो म यो देशको बोझ उठाउने गधा हो। गोरु भने गोरु, मलाई गोरु है, मलाई गोरु भन्ने अत्यन्तै प्यारो लाग्यो। देश बाँझै छ नि त, त्यसले गर्दा त्यो चिर्नका लागि आएको गोरु है। आज मलाई हकार्ने मान्छेहरू पनि वाक्कै दिकै लागेछ। अब छोड्दैन कि गधा भन्दा पनि छोड्दैन, बौला भन्दा पनि छोड्दैन, छोडौँ है भन्। अन्तिममा गएर मलाई श्रम पिता भन्न थाले होइन। त्यो श्रम पिता मलाई भन्नु है भनेर भने होइन। त्यो ढुङ्गे होइन, हर्के, हलदार, पास्टर के थुप्रो छ नि, तिनीहरू पनि मलाई भन्नु है भनेर भने होइन। त्यो श्रम पिता पनि मलाई भन्नु है भनेर भने होइन। श्रम पिता भनेर अहिले सम्मान गर्नुभएको होला। जिउँदैछु, मेरो मूर्तिसम्म पनि तपाईँको बनाएर त्यहाँ अनावरण गर्नु लाउनु भयो अस्ति। एउटा अनौठो मान्छे है, जो जिउँदैछ तर उसको आफ्नै शालिक बनेको छ त्यहाँ है। मैले त्यो शालिक मेरो होइन भनेको छु। त्यो हरेक श्रमदाता, जो श्रमदाताले यो देशको लागि पसिना बगाएको छ, त्यसको श्रमदाता हो, त्यो त्यसको शालिक हो त्यो है। त्यो श्रमदाताको शालिक हो भनेर मैले चाहिँ नि त्यो शालिक श्रमदाताको शालिक हो भनेर घोषणा गरेको छु। यो परिवर्तन आज म जे देख्दैछु होइन, यो परिवर्तन ल्याउनलाई मलाई सजिलो थिएन। धरान उपमहानगरपालिकाको मेयर बन्नलाई पनि मलाई सजिलो थिएन होइन। अनेकौँ दुःख कष्ट, झुटा मुद्दा, प्रहरी हिरासत, तपाईँको चाहिँ विभिन्न कुराहरू सहँदै सहँदै म त्यहाँ आइपुगेँ। त्यहाँ आइपुगिसकेपछि फेरि मेरो अर्को सपना, सङ्कल्प र सङ्घर्षको कहानी सुरु भयो। म जनतालाई कहिले नढाँट्ने मान्छे। तपाईँले मलाई खदा र माला लगाइदिनु भयो नि है। अब यो तपाईँले मलाई लगाइदिएको खदा र माला, यो एउटा विश्वास छ। यो विश्वासमाथि पनि म खरो उत्तीर्ण हुनेछु है। मैले सोचिसकेको छु, ठानिसकेको छु। म सबैजनालाई भन्न चाहन्छु, हिम्मत गर्नुहोस् है। म नाथे एउटा सानो मान्छेले त यत्रो परिवर्तन मैले ल्याउन सकेँ। यदि हो भने, सकेको जस्तै लाग्छ भने, तपाईँ भनेको म भन्दा पनि अझै माथिको मान्छे देख्छु म त यहाँ फ्लोरमा उभिनुहुने सबैजना है। हिम्मत गर्नुहोस्, हिम्मत गर्नुहोस्, निरन्तर लागिरहनुहोस्। चेन्ज आउँछ, हाम्रै पालामा आउँछ, हाम्रै देशका लागि आउँछ, हाम्रै सन्ततिका लागि आउँछ, हामी सबैको लागि आउँछ।